भोलि बिहानैबाट चाहिँ नेपालका चाहिँ सुकुम्बासी बस्तीहरूमा चाहिँ बालेन सरकारको डोजर चल्दैछ अरे। सुकुम्बासीहरूको चाहिँ व्यवस्थापन गर्नु पर्दैन, उनीहरूको समस्याहरू चाहिँ पहिचान गर्नु पर्दैन, उनीहरूको आवश्यकताहरूलाई चाहिँ मध्यनजर गर्नु पर्दैन। के सुकुम्बासीहरू यो देशका चाहिँ नागरिक होइन? यो सरकारका लागि चाहिँ सुकुम्बासीहरू जनता होइन? के हो त कुरा? होलान् केही मान्छेहरू चाहिँ हुकुमबासी पनि होलान्। केही हुकुमबासीहरूलाई हटाउनका लागि चाहिँ सुकुम्बासीहरूको चाहिँ सर्वनाश बनाइहाल्ने, तिनै गरिब चाहिँ सुकुम्बासी दुखी गरिबहरूको चाहिँ मत लिएर 2/3 चाहिँ अङ्क पुरा गरेको सरकारले सत्तामा पुगेपछि चाहिँ तिनैमाथि चाहिँ डोजर चलाउने भनेपछि सरकार कसको हो त बुझ्न जरुरी छ। मर्ने त गरिबै हो जता भए पनि, पिसिने त गरिबै हो, दुखी नै हो, सुकुम्बासी नै हो क्या। सुकुम्बासी गरिब दुखीको भोट त शासकहरूलाई सत्तामा पुर्याउने एउटा भोट बैंक मात्रै हो क्या। विचार इमान्दारपूर्वक ढङ्गले चाहिँ हाम्रो समस्याको समाधान हुन्छ कि त्यो समस्याको समाधान गरिदिन्छ कि भनेर ठुलो आश बोकेर चाहिँ भोट दिन्छ। भोट दिएको 1 महिनापछि चाहिँ रुनुपर्ने अवस्था आउँछ। त्यही भएर चाहिँ गरिबको कोही छैन चमेली बोलिदिने कोही छैन भन्ने गीत अहिले चाहिँ समय सान्दर्भिक भएको छ।